सम्पूर्णमा नमस्कार। म विष्णु कुमार श्रेष्ठ हजुरहरूलाई चाहिँ अब यो भिडियो चाहिँ के सम्बन्धी ल्याउँ भनेर भन्दाखेरि ठ्याक्कैसँगलाई चाहिँ च्याउ खेती सम्बन्धीको चाहिँ भिडियो ल्याउन लागिरहेको छु। सिजन चाहिँ यो च्याउ खेतीको होइन, तर तालिम चाहिँ यो समयमा नगरपालिकाले दिने भएकोले गर्दाखेरि चाहिँ मैले यो भिडियो बनाउन बाध्य भएँ होइन। सिजन भनेको चाहिँ अब जाडो मौसम हो, त्यो भएकोले गर्दाखेरि चाहिँ अब हजुरहरूले अब च्याउ खेती कसरी गर्न सक्नुहुन्छ होइन, कसरी गर्न सक्नुहुन्छ भनेर भन्दाखेरि पहिला चाहिँ अब टनेल घर बनाउनुपर्छ एक नम्बरमा होइन। टनेल घर बनाउनु पऱ्यो। एक नम्बरमा टनेल घर बनाइसकेपछि चाहिँ कालो प्लास्टिकले मजाले चारैतिर बारेर चाहिँ होइन टक्क अँधेर कोठा बनाएर चाहिँ कालो प्लास्टिकले चाहिँ टनल घर बनाउनु पऱ्यो। म सर्टकटमा भिडियो बनाउँदैछु, हजुरहरूले बुझेर चाहिँ च्याउ खेती गर्न सक्नुहुन्छ। र टनल घर फिनिसिङ गरिसकेपछि चाहिँ फिनिसिङ गर्ने टनल घर, त्यसपछि पराल त हामीसँग अब अलरेडी अब धान खेती गर्ने मान्छेहरूसँग पराल अलरेडी भइहाल्छ होइन। अब कति गर्नु सक्नुहुन्छ अब पराल अब जति पनि गर्न सक्नुहुन्छ होइन, जति पनि गर्न सक्नुहुन्छ। पराल अब कति गर्ने, 10 भारीको गर्ने कि 5 भारीको गर्ने कि 2 भारीको गर्ने होइन, कतिको गर्ने हो त्यो अब आवश्यकता अनुसार अब आफूले कतिको गर्न सक्नुहुन्छ त्यो आवश्यकता अनुसार चाहिँ गर्न सक्नुहुन्छ हजुरहरूले होइन। अब मैले चाहिँ अब थोरैबाट गरेको थिएँ होइन। अब पहिला चाहिँ तर तपाईँ अब आफूलाई खान मात्रै गर्ने हो कि अरू अब व्यावसायिक बन्ने हो होइन, बजारमा पनि के अरे व्यापार बिजनेस गर्ने हो। अब आफूलाई मात्रै गर्ने हो भने थोरै गर्नुहोस् होइन, 2-4 पोका अथवा 10-12 पोका 15-20 पोका जति पनि गर्न सक्नुहुन्छ। अनि अब बजारमा चाहिँ अब बजार व्यवस्थापन, बजार व्यापार बिजनेस र अब अलि आय आर्जन गर्छु भन्ने हिसाबले गर्नुहुन्छ भने चाहिँ कमसेकम 5 भारीदेखि 10 भारी परालको कटिङ हान्नुहोस्, पुरा कटिङ हान्नुहोस् होइन। 2 अमल 2 इन्च बराबरको कटिङ हान्नुहोस्। 2 इन्च भनौँ न, 2 इन्च भन्ने कुरो तपाईँहरूलाई स्केलले पनि थाहा भइहाल्छ। 2 इन्च बराबरको कटिङ हान्नुहोस्, 2 इन्च अथवा 3 इन्च, बढीमा 3 इन्च नभए 2 इन्चको चाहिँ कटिङ हान्नुहोस्। कटिङ हानिसकेपछि चाहिँ कति गर्ने, अब 10 भारीको गर्ने कि 5 भारीको गर्ने कि कति भारीको गर्नु मन छ, अथवा 5 मुठाको गर्ने कि होइन, त्यो आफ्नो क्षमता र आवश्यकता अनुसार चाहिँ अब पराल कटिङ हान्नु सक्नुहुन्छ। त्यसमा अब पालो छ्याउने हो, पालो छ्याएर चाहिँ अनि कटिङ हान्ने होइन। 2 अमल बराबर 2 इन्च बराबरको चाहिँ कटिङ गर्ने अनि कटिङ गरिसकेपछि चाहिँ ठ्याक्कसँगले टक्क कटिङ हानिसक्यो। अब अनुमान अब 5 भारी 10 भारी 5 मुठा 10 मुठा जति पनि कटिङ हान्न सक्यो। कटिङ गरिसकेपछि चाहिँ सर्रसँगले चाहिँ प्याजको बोरा ठिक गर्ने। प्याजको भनेको त्यो जालीवाला चाहिँ अब जालीवाला हुन्छ, त्यो प्याज लाउने भनेको चाहिँ जालीवाला एउटा बोरा हुन्छ, जालीवाला भन्छ यहाँ मौसम थियो त्यो कता थियो, जालीवाला चाहिँ चाहिन्छ। अनि त्यो जालीवालामा चाहिँ त्यो जे भएको टक्कसँगले चाहिँ पराल टन्नै खाने त्यो 2-4 बोरा कति हुन्छ खाँदै अनि एउटा अलरेडी हामीसँग अब 300 लिटरको अथवा 400 लिटरको भनौँ निलो खाले डरम भइहाल्छ। अब मुख ठुलो बिर्को भएको भइहाल्छ त्यो तेलको डरम। त्यसमा अब त्यो अलरेडी हामीले सफा गरिसकेको हुन्छ त्यो डरमहरू, अनि त्यसमा अब पानी पनि अलरेडी नै ठिक पारिसकेको हुन्छ। त्यसमा चाहिँ मारसँगले चाहिँ त्यो बोरामा लाएर चाहिँ झ्याक तलमाथि गर्दै 6-7 चोटि त्यो अब कालो नपखालिन्जेल, त्यहाँ परालको मैल नपखालिन्जेलसम्म, सेतो नहुइन्जेलसम्म चाहिँ अनि त्यहाँबाट झ्याक पारेर चाहिँ सट्टसँगले निकालेर चाहिँ एउटा अब चाङ हुन्छ कि अथवा दाउराको रास हुन्छ, त्यहाँ टक्कसँगले त्यो परालको पानी तराउनुहोस्। तराइसकेपछि चाहिँ अब त्यो तराइसकेपछि चाहिँ अनि त्यहाँबाट त्यो अब यो रोडतिर चाहिँ अब त्यो हामीले तराइसक्यौँ। अब जति पनि हामीले त्यो तरिकाले चाहिँ तराइसक्यौँ। अब 2 बोरा 3 बोरा 4 बोरा 5 बोरा 10 बोरा आवश्यकता अनुसार तराइसक्यौँ हामीले त्यो किसिमले। अनि त्यहाँबाट चाहिँ बत्ती पनि हिँडेको त्यो किसिमले चाहिँ हामीले गरिसकेपछि ठ्याक्कसँगले त्यो रोडमा चाहिँ अब अलकत्र लगाएको भाँडो चाहिँ हामीसँग अलरेडी हुन्छ, सफा गरेर चाहिँ सानासिनिक सफा गरेर अलरेडी हामीसँग चाहिँ तयारी भएको अवस्था हुन्छ होइन। त्यो पनि तयारी हुनुपर्छ। सबै कुरो हामी च्याउ खेती गर्ने भनेर मात्रै हुँदैन, हामीसँग सबै कुरो चाहिँ तयारी पहिले नै गरिसकेको हुनुपर्छ होइन। अनि त्यो रोडको चाहिँ अलकत्रको भाँडो चाहिँ हामीले अलरेडी सफा गरेर चाहिँ त्यसलाई सिनिक्क पारेर चाहिँ
अनि त्यो जति पनि बोराहरू छ अगेना बनाएर चाहिँ अनि अगेना बनाइसकेको हुन्छ अलरेडी अगेना पनि होइन। अनि त्यो भाँडा पनि हामीसँग सफा अलरेडी भइसकेको हुन्छ। पहिले नै त्यो च्याउ खेती गर्नु भन्दा अगाडि नै सबै टोटल्ली तयारी अवस्थामा भएको हुन्छ र मात्रै यो काम थालिएको हुन्छ। त्यो भएर हामीले त्यो अब डरममा चाहिँ पानी अब आवश्यकता अनुसार पानी हालेर चाहिँ ठ्याक्कसँगले चाहिँ अब त्यो जति पनि बोराहरू सफा गरेको परालको बोराहरू छ त्यो बोरै शुद्ध लगाइदिने। बोरा पानी तातो पानीले मिल्दैन, बोरै शुद्ध लगाइदिने। अनि बोरा शुद्ध लगाइदिएर त्यहाँ माथिबाट एउटा केही ढकनले होइन प्लेट अथवा केही अब ढकनले छोपिदिने। अब त्यसको अब त्यसकै बिर्को पनि काटेको हुन्छ, त्यसले पनि छोप्न सक्यो। ढकनले केही बेर आधी घन्टा जति चाहिँ अनि त्यसलाई छोपिदिने अब आवश्यकता अनुसार कति के अरे त्यसको कीटाणु मार्नलाई चाहिँ त्यो गरिने हो होइन। त्यो गरिसकेपछि चाहिँ अनि ठ्याक्कसँगले चाहिँ अब त 5 बोरा 10 बोरा 15 20 बोरा 50 60 बोरा जति पनि गर्न सक्यो। अब 1-2 बोरा आफूलाई खानु थोरै हो भने 1-2 बोराले पनि भयो, 1 बोरा 2 बोरा 3 बोरा आफूले खाने हो भने अब व्यापार बिजनेस गर्छु, बजारमा पनि सेल गर्छु, आय आर्जन मस्त कमाउँछु भन्नुहुन्छ भने चाहिँ ठ्याक्कसँगले त्यो अब मैले मेरो लागि चाहिँ अनुमानमा मैले ल 10 बोराको गरेँ। 10 बोरा मैले त्यो अब धोइ पखाली ट्याक्क रेडी पारेर चाहिँ टक्कसँगले चाहिँ अब त्यो डरममा पनि उसिनेर चाहिँ आधी घन्टा कम्तीमा आधी घन्टा चाहिँ उसिनेर चाहिँ त्यसलाई अब निकालेर चाहिँ सर्र मैले टाकटुक निकालिसकेपछि चाहिँ टक्कसँगले चाहिँ फेरि त्यही चाङ पहिला दाउरा अथवा चाङमा केहीमा सफा ठाउँमा चाहिँ अब तार्ने पानी तार्ने। अनि तारिसकेपछि चाहिँ त्यो जति पनि अब तारिएछ त्यो सेलाउनु लाउने लगभग अब कति घन्टा चाहिँ मा चाहिँ सेलाउँछ त्यो सेलाउनु पुरै सेलाउनुपर्छ त्यो अब 2-3 घन्टा आवश्यकता अनुसार त्यो अब जबसम्म चिसो हुँदैन तबसम्म त्यो सेलाउनु लाउने। अनि 2 घन्टा बढीमा 2 घन्टा नभए पनि 3 घन्टा जति चाहिँ त्यो सेलाउनु लाउने। अनि सेलाउनु लगाइसकेपछि टक्कसँगले हामीलाई अलरेडी अब बिउ र च्याउको बिउ अलरेडी प्याकेटमा आएको हुन्छ होइन। पोका हुन्छ त्यो 100 150 हेरी साइजको हुन्छ होइन। अब उहाँ कम्पनीमै त 50 रुपियाँ पोका पाउँदो, यहाँ हाम्रोमा आइपुग्दा 150 रुपियाँ पोका पर्छ, 150 रुपियाँ पोका। अनि त्यसो हुन्छ। अनि त्यो ट्याक्कसँगले चाहिँ त्यो पोका अनि त्यसमा प्लस प्लास्टिक पनि अब यत्रो बस्ताको लगभग 5 केजीदेखि लिएर 7-8 केजीसम्मको प्लास्टिकको बस्ताहरू आएको हुन्छ, प्लास्टिकको झोला भनौँ न झोला। अनि त्यो झोलामा चाहिँ त्यो जति पनि भएको पराल चाहिँ सही खाद्ने। एक लाइन के अरे त्यो बिउ लाउने, एक लाइन पराल, एक लाइन बिउ, एक लाइन पराल, एक लाइन बिउ, एक लाइन पराल गर्ने। अनि सब टाकटुक अब कति छ त्यति टाकटुक अब त्यो तरिकाले पराल बिउ गरेर चाहिँ टाकटुक सक्यो। अब 15 20 25 30 अब आवश्यकता अनुसार कति गर्नुपर्छ त्यो सक्यो ठ्याक्कसँगले चाहिँ। मैले अब सर्टकटमा भन्दैछु, अब टाइम अब यहाँ धेरै छैन होइन। अनि त्यो भएकोले गर्दाखेरि टाकटुक अब त्यो बिउ पराल गर्दै ट्याम्मा बोराहरू चाहिँ त्यो प्लास्टिकको झोलाहरू चाहिँ टाकटुक के अरे गरिसक्यो। त्यहाँबाट बिर्को माथिको मुख सट्ट बाँधिदिने हो। बाँधिसकेपछि चाहिँ सर छेड पारिदिने। जति पनि छेड छ त्यो लाइन बाई लाइन छेड पार्ने। छेडमा चाहिँ रुवा खाँदिने। रुवा खाँदिसकेपछि चाहिँ टक्कसँग चाहिँ रुवा खाँदिसकेपछि चाहिँ त्यो रुवा खाँद्नुको अर्थ चाहिँ के हो भने भुसुनाहरू नपरोस्। भुसुना परेर चाहिँ त्यो भित्रको ढुस्से चाहिँ नखाओस्। ढुस्से यदि खायो भने त्यो ढुस्सेले चाहिँ के अरे ढुस्से खानु बित्तिकै च्याउ फल्दैन। त्यो भएर भुसुना परेर चाहिँ ढुस्से के अरे च्याउ त्यो ढुस्से खाइन्छ। ढुस्से खाएपछि च्याउ फल्दैन। त्यो भएर चाहिँ रुवा दुलो पारेर रुवा खाँद्नुको अर्थ। रुवा त्यो दुलो पार्नुको अर्थ चाहिँ के हो भने अक्सिजन त्यसले त्यो रुवा र के अरे उबाट चाहिँ पालबाट चाहिँ अक्सिजन लियोस् भनेर त्यो पहिले पाल पार्नुपर्ने आवश्यक चाहिँ त्यो हो। हजुरहरूले फेरि अब के को लागि पाल के को लागि रुवा भन्नु होला होइन। त्यो भइसकेपछि चाहिँ ठ्याक्कसँगले अनि पाल पारेर रुवा सबै टोटलीमा रुवा खाँदिने हो। खाँदिसकेपछि अनि अब आफ्नो टनल घर त टक्क छँदैछ होइन। टक्क छँदैछ त्यो टनल घरमा चाहिँ अब लाइन बाई लाइन झुन्ड्याउने हो। झुन्ड्याइसकेपछि अनि त्यसलाई हप्ता 15 दिनसम्म त्यो भरि ढुस्सी नहुइन्जेलसम्म चाहिँ झुन्ड्याइदिने हो टक्कसँगले। झुन्ड्याइदिइसकेर चाहिँ टक्क झुन्ड्याइदिइसकेपछि चाहिँ अनि ठ्याक्कसँगले झुन्ड्याइदिइसकेपछि अनि त्यसलाई हप्ता 15 दिन 10 दिन जतिमा चाहिँ त्यो ढुस्सी आइसकेपछि त्यो रुवाहरू सबै झिकेर चाहिँ पानी हल्का बिहान बेलुका पानी दिने। पानी दिइसकेपछि अनि त्यो पानी दिएपछि अनि त्यसमा
1 महिनाभित्रमा च्याउ उत्पादन हुन थाल्छ। उत्पादन हुने बित्तिकै अनि 45 दिनमा च्याउ अनि सेल गर्नु भइहाल्छ साथीहरू। ल अब यो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट